साथीहरु आज चाहिँ हामी उता जान लाग्छौँ हामी चाहिँ हिउँ खान जान लाग्छौँ केटाहरु छन् यता 3-4 जना जति छन् अब हामी जाँदैछौँ अगाडि पछाडि छु धेरै यो चाहिँ अब दोर्सो भलको सबैले माया गरिदिनु होला भन्न चाहन्छु अनि पछि सबैले सब्सक्राइब गरिदिनु होला अनि लाइक कमेन्ट सेयर पनि गरिदिनु होला र अनि कस्तो छ सबैले प्रतिक्रिया पनि दिनुहुन्छ भन्ने आशा लिएको छु र गर्नुहुन्छ भन्ने ठानेको पनि छु। अहिले चाहिँ हामी बुढीघाटनिर पुगिसकेका छौँ। हजुरहरूले देखाउनेछु बुढीघाट पनि कस्तो छ के छ भनेर है त। अनि उता हिउँ ठाउँ पुगिसकेपछि नि हिउँ खेलेको भिडियो पनि आउनेछ, सबैले अन्तिमसम्म हेर्नु होला। र अहिलेको लागि चाहिँ बाई बाई गाइजहरू। साथीहरू यो घाट कत्रो छ है, आजभोलि केही छैन, सानो छ। एउटा केटाहरू जाँदैछन् हेर्नु, यो पुरै जङ्गलै जङ्गल छ, बाटो पनि त्यति राम्रो चाहिँ छैन। अब के यो हेर्नु, यो कुन ठाउँलाई यस्तो जोखिम छ नि, यस्तो जोखिम छ नि, यस्तो जोखिम छ नि, यस्तो जोखिम छ नि। हेर पुरै पहिरो गएर खोइ अब हिउँले हो कि खोइ केले हो त्यो चाहिँ थाहा भएन। साथीहरू यो कुन गाउँ होला हेर्नु त, यति दामी छ नि हेर्नु त। हामी त टुरिस्टै जस्तै हो, हामी चाहिँ घुम्नु जान्ला हो, टुरिस्टै भने नि भयो। हामी डिजे पनि छ, हामी सबै रमाइलो गरिरहेको छौँ केटाहरू। हापा छु हामी रमाइलो हुन्छ केटाहरू, दामी हुन्छ। अब आज हामी चाहिँ हिउँ ठाउँ पुगिसक्यौँ गाइजहरू, फाइनल्ली हामी हिउँ ठाउँ पुगिसक्यौँ। क्यामेरा पनि अहिले हिउँमा बसेर त्यति खास राम्रो देखाएला होइन। मेरो क्यामेरा भिडियो पर बनाउने आफै बनाऊ। फाइनल्ली गाइजहरू हामी चाहिँ अब हिउँ खाने मान्छेहरू थाहै होला हजुरलाई। आज हामी टुरिस्ट भएर गएको थियौँ, हिउँ चाहिँ यता पढाएर रहेछ। हेर्नु त मेरो क्यामेराले के भइगयो है भाइ, म पठाइदिन्छु। यो चाहिँ हामीले बनाएको मान्छे हो, कस्तो छ सबैले प्रतिक्रिया जनाउनु होला है त। यो चाहिँ बाजुरामा हिउँ खेल्न आएको थियो, त्यति खासै त खेल्यौँ न, चिसोले हामी धेरै माथि पनि गयौँ न। हात हेर्नु त पुरै कस्तो भइसक्यो, लटिसकेको थियो। अब चाहिँ हामी घर जानपट्टि लाग्छौँ होला। हेर्नु है, काम पनि आज छँदैछ, अब त्यही पनि हामी चिसो भइहाल्यो भनेर जान्छौँ। अब धेरै छ छन त, उता पनि छ। अब हामी जान्छौँ भाइ टाटा, सक्यो। कालो बाटो होटी आयौँ बाजुराका ठाउँमा, हिउँ खेल्नमा आइगयौँ, हिउँ काडलाई समात्यो राइजिउमा, झुमा क्या मस्क्या किसो राइजिउमा, झुमा क्या किसो राइजिउमा। यति हाँसो गरेको यति यो सम्झौला, यति हाँसो गरेको यति यो सम्झना। यो गोकुले मान्छे बनाएको हुने नबिर्सिनु होला। एक रुपाटो गोठालाले एक रुख काट्यो खोला, हिउँ खेल्न आइगयौँ हजुर बाजुराका गाउँमा। कति सापुन आएको रहेछ, भाइलेन सापुन आया रहेछन्।
आमा खुट्टा पड्डो थियो भोट हालिदियो भने म त भोट हाल्दैन भया घन्टीमा हाल्ने हुँ म त राईजुमा जुमा क्या मस्का के छ राईजुमा तेरा हात नमस्ते साथीहरू। अहिले चाहिँ अब राति एउटा अध्यक्षको घर सोरस्ते त्यही बसिहाल्यो। अहिले चाहिँ अझ बिरे खोला जानु लाग्छु। बिरे औरेबाट जानु जाँदैछु बाबा। बिरे खोला गएर बिरा खोला जाँदैछु अनि मारतोडी पनि जानेछु। यता चिसो चाहिँ धेरै छ, चिसो होला जस्तो लागेको थियो, चिसो चाहिँ छैन रहेछ। त्यो पनि अब धेरै हिँडिसकेको छु। अब कस्तो हुन्छ घर पुग्दा जी अब थाहा छैन। लास्टै हेरौँ त पुरै बेवाल भइसकेछ जिन्दगी भने जस्तो भइसक्यो आज। गाह्रो छ क्या, गाह्रो छ घुम्नु भनेर पनि आएको। घुम्नु चाहिँ घुमिहाल्यो, रमाइलो पनि भयो। पछाडिको गाउँ चाहिँ खतरा छ कि, तर केमा चाहिँ त्यति राम्रो छैन। हामी चाहिँ देख्छौँ बोकेर अगाडि बढिरहेको छु है त। यो चाहिँ मारतडीको बजार। यतिका लागि आयो नि, यतिका लागि के भयो मारतडीको बजार। हजुर परेन उरी होइन होला है के पुरो आन्नु उयो धेरै माथि छ। केही छैन राजा भोलि सुनिल ए आजभोलि के पनि छैन अरे त। खोला नेट चल्दैन। स्वागत बिरेको खोला। किन यो बिरे खोला मात्र भन्दा थियो। अब यता राम्रो त केही छैन रहेछ त। सुनेको थिएँ बिरा खोला खुबै राम्रो छ, तर मलाई चाहिँ मन परेन है बिरे खोला। कसलाई मन पर्यो भन्नु होला, तर मलाई चाहिँ मन परेन, सिधा हो। कसैलाई खाने मन छ भने भन्नु। यो चाहिँ बिरेको खोला अरे हेर त। ए बिरेको खोला। यो चाहिँ पहिले धेरै भाइरल थियो होइन गाइजहरू। आजभोलि त केही पनि रहेनछ त। खै के हो बुझ्नु सकिनँ। यो चाहिँ बिरेको खोला। के भिडियो बनाऊ, म यो भिडियो बनाउनु सक्छु। जा त यो चाहिँ बिरेको खोला गाइजहरू। मलाई चाहिँ ठिक लागेन। को जो भन हेर्नुहोस् त गाइजहरू, धेरै तल छ यहाँदेखि देखिनु है त। रोक 2 मिनट। हामी चाहिँ यो बिरे खोला छौँ।
आफू पनि यहाँ जङ्गलभन्दा माथि डाँडामा छु हेर्नु त कति धेरै तल छ त्यता पनि जान्छु हामी एकछिनमा हेर्नु त माथि टुप्पामा छ अनि त्यति तल हामी छु हेर्नु जा भन तपाईँ चाहिँ ल हेर्नु त गाईहरू खाने कहाँ खाने अरे निकाल्नु है अब माथिबाट फोटो सुट गरेर गइसक्यौँ अब तल्लो ठाउँ जाँदैछु फाइनल्ली भने जस्तै भइसकेको छ गाईहरू यता अब हामी चाहिँ बिरिया खोला कस्तो होला लागेको थियो तर त्यति खासै राम्रो चाहिँ रहेनछ हेर्नु है बिरिया खोला यो यता चाहिँ उता क्यामेराम्यान छ रोक्नु है यो चाहिँ झरना हो हेर्नु त कस्तो पानी गाईहरू हामी अर्को ठाउँबाट अब फोटो खिचिसक्यौँ अब चाहिँ अर्को ठाउँबाट फोटो खिच्न जान्छु क्यामेरा चाहिँ अब त्यति खासै राम्रो नदेखाउला होइन क्वालिटी राम्रो पनि नहोला अन्तिमसम्म हेर्नु होला यो भनकलाई धेरै माया गरिदिनु होला अरू धेरै भयो नि यो झन्डा चाहिँ हेर्नु त तर बाजुराका मान्छे पनि भेलाइरहेछन् कि हेर त यो झन्डालाई कस्तो हाल्नु नखा नेपालको झन्डालाई ए होइन है यता बाटो जस्तो त छैन खालि जता पनि छिरिराखौँ खोइ अब कस्तो बाटोमा पुग्छु होला त्योको माथिको चाहिँ यहीँ आउँछ क्या यस्तो दामी थियो अब सिन चाहिँ दामी छ फोटो खिच्नुको लागि ठिक थियो तर क्यामेरा भएन क्या आफ्नो क्यामेरा भएन चिसो त लाग्छ आउँछ नि कसो भयो अहिले गाई जब हामीले बिरिया खोला फोटाटा खिचिसक्यौँ अहिले चाहिँ हामी पुलमा छौँ अब घर जान्छु अब एकछिनपछि हो कि नै कस्तो लाग्यो राम्रो मलाई त एकदम बेकार लाग्यो आज